हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म बिहानै बजार जाँदैछु है, थोरै पसलको सामान किन्नको लागि बिहानै आएको बजार। धनकुटा बजार है साथीहरू, बजार जाँदैछु। पहिला हटिया जान्छु। आज बिहिबार हो, बिहिबार धनकुटामा बजार लाग्छ, त्यही भएर हटिया जान्छु पहिला। भरे बजार निस्किन्छु। यो चाहिँ पुरानो बाटो है साथीहरू, हटिया जाने पहिलाको। को हिँड्नु भएको छ यो ओह्रालो हटिया जाँदाखेरि पहिला टिकटीमा। अहिले पनि त्यस्तै छ, तर पहिलाभन्दा अझै बढी झार भएछ। मान्छे हिँड्दैन, खालि गाडीमा टेम्पोले सामान लगिहाल्छ। टेम्पोमा गयो, त्यही भएर झार भएछ। पुरानो बाटो हटिया जाँदैछु। अब चाहिँ धनकुटाको बिहिबारे हटिया आइपुग्यो है साथीहरू। पहिला जस्तो बजार लाग्दैन रहेछ। पहिला हामी बच्चामा केटाकेटीमा बजार आउँदा यो बरको खेतमा बस्थ्यौँ। सब्जी लिएर आउँदाखेरि कति घुइँचो हुन्थ्यो। बरको खेत वरिपरि मान्छे हुन्थ्यो, यता सबै हुन्थ्यो। अहिले त यतैजना मात्रै छ क्या, कोही छैन। बजारबाट घर पनि आइपुग्यो साथीहरू, तर बजारमा किनमेल गरेको चाहिँ देखाइन। सामानहरू सब किनेर ल्याएर छु, अहिले देखाउँछु म। हटिया चाहिँ म मेन यो किन्न गएको है साथीहरू। कतिले चिन्नुहुन्छ के चिन्नुहुने? यो बुढाबुढीलाई बिडी बनाएर बेच्नको लागि, बिडीको लागि हो। पुस्सा भन्छ, सुर्ती। फाइनली साथीहरू घर पनि आइपुगेँ म। अब भत्रागोल छ यो कोठाहरू। यो कोठाहरू हेर्नुहोस्, यस्तो सब भत्रागोल छ। छोराहरू त्यत्तिकै छोडेर गएको छ। अब यो मिलाउँछु म। यस्तो भत्रागोल हेर्नु, अन्त भत्रागोल गरेर जाँदैन, त्यत्तिकै जान्छ क्या। उठेर बिहान स्कुल जानुपर्छ, त्यही भएर भत्रागोल छोडेर जान्छ। अब यो मिलाउँछु म।